हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ सन्डे, सबैको छुट्टी, मकै बुट्टी थियो। अनि हामी पनि निस्क्यौँ घुम्नलाई। सो प्लानिङ भन्दा चाहिँ अनप्लान चाहिँ बढी धेरै एक्साइटेड हुँदो रहेछ। सो अब हामी दिनभरि के गर्छौँ म हजुरहरूलाई देखाउने नै छु भिडियो मार्फत। अनि हामी दुईजना चाहिँ मक्ख परेर अँगालो हालेर लाग्यौँ। नभन्दै गाडी पनि आइसकेछ अनि हामी गाडीतर्फ पनि लाग्यौँ। अनि गाडीमा नि यति धेरै इन्जोय गऱ्यौँ हामी दुईजनाले त। ओहो, टिकटक बनाउने, भिडियो खिच्ने, सो सबै नै गरिरहेको थियौँ। अनि यसो झलबाएर हेरेको कस्तो मलाई त नेपालको याद आएको कि। सो आई रियली मिस यु माई फ्यामिलीलाई सम्झिँदै गाडीबाट उत्रेको नि पत्तै भएन छ। त्यसपछि आएर चाहिँ मेरो दाजुलाई चाहिँ क्यामेरामा बोल्दैन न दाजु, 2-4 शब्द भनेको दाजु लजाएर भुतुक्कै। अन्त फेरि मेरो साथी चाहिँ यहाँ बोयफ्रेन्डसँग बिजी, आफू भरे सिङ्गल। त्यसपछि हामीले थोरै मार्केटबाट खानेकुराहरू किन्यौँ अनि दाजुले पनि आफ्नो लागि केही किन्नुभयो। त्यसपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतर्फ। अनि अघि किनेकोले चाहिँ हामीले यस बाटोमा खाँदै इन्जोय गर्दै गफ गर्दै हामी लाग्यौँ। अनि हामीसँग आउनुभएको एकजना अङ्कलको चाहिँ बर्थडे थियो। अङ्कललाई चाहिँ चक्लेट बाँड्न लाज लाग्यो भनेर हामीलाई दिँदै हुनुहुन्थ्यो क्या, जबरजस्ती त्यो पनि। अनि छिटेर चाहिँ हामी आयौँ फुटसलमा। अनि मेरो साथी मभन्दा अगाडि आएर ढल्की दाँत देखाउँदै हाँस्दै रहेछिन्। म पनि के कम भनेर क्यामेरा घुमाइओरी आफूले पनि 32वटा दाँत देखाएर ढल्की हाँस्न थालेँ। त्यसपछि ब्याग राखेर चाहिँ हामीले चाहिँ बल खेल्नुपर्ने हुन्छ। त्यो पनि आइ नआई भए पनि कुद्दै थिएँ म पनि बल खेल्नुलाई। तर एकदमै धेरै इन्जोय भइरहेको थियो। आफ्नै गाउँघरतिर दाजुभाइहरूसँग खेलेको जस्तो भाइब्स आइरहेको थियो। तर एकदमै धेरै रमाइलो भयो। उहाँहरू पनि एकदमै धेरै रमाइलो गर्ने खालको हुनुहुँदो रहेछ। बल पनि खेलेर भ्याइसक्यो। अनि चाहिँ हामी सबैजनालाई बाई बाई भनेर चाहिँ हामीले त्यहाँबाट बिदावारी लिओरी बाचाका साथ हामी सन्डे भेट्ने भनेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। अनि हाम्रो अर्को डेस्टिनेसन भनेको चाहिँ पार्कमा। अनि पार्कमा चाहिँ हामीले एकदमै धेरै टिकटक भिडियो बनाउन थाल्यौँ। दाजुलाई चाहिँ मैले जबरजस्ती मेरो क्यामेरा थमाइओरी म चाहिँ लागेँ पिङमा। अनि पिङमा पनि एकदमै इन्जोय भइरहेको थियो। अनि फेरि यो दुईपट्टिबाट खेल्नुपर्ने रहेछ, एक साइड मात्र भएर चाहिँ एकदमै धेरै इन्जोय भएन। त्यसपछि आयौँ अर्को पार्कमा। त्यहाँ चाहिँ पुरा क्रिसमसको लहर लागिरहेको रहेछ। त्यसपछि आएर चाहिँ म चाहिँ दाजुलाई फिल्लिल्ली बुझेर चाहिँ दाजुसँग मेरी क्रिसमस भनेर चाहिँ मैले मेरो इन्जोय यहीँ सकाउनु पर्ने हुन्छ। सो मेरो मिनी ब्लग चाहिँ यहीँ सकिन्छ साथीहरू। किप वाचिङ।